सरिता चाहिँ यस्तो भइसक्नु भएको रहेछ। म त कति कालो पो भएको छु त अलिअलि पो त के चिक्क हुन्छ ल पोखिन्छ नि मान्छेको छेउ है। अहिले चाहिँ राम्रो आयो नि है। गाइज नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुर सबैजनालाई स्वागत छ आजको मेरो न्यू ब्लगमा। आज चाहिँ म बिहानै ब्लग स्टार्ट गरिसकेको छु साथीहरू। सो मैले चाहिँ मुख धोएर रेड मतलब फ्रेस नै भइरहेको छु। अब यो फेसमा चाहिँ मोइस्चराइजर लगाउँछु अनि हल्का एकदम फुटिरहेछ नि त साथीहरू। अनि मेरो फेस चाहिँ अब जाडोमा चाहिँ एकदम ड्राई हुन्छ नि त, अहिले जाडो नै छ। अनि आज चाहिँ साथीहरू नयाँ ठाउँमा जाँदैछु म लगायत साथी चाहिँ नयाँ ठाउँमा जाँदैछु म। आज चाहिँ हेर्दै रहनु होला कुन ठाउँ हो। अनि आज साथीहरू म चाहिँ हल्का यो केसमा कलर पनि गर्न खोज्दैछु। एकदम अहिले चलेको त्यो चेरी रेड आइरहेछ नि त, हो त्यो कलर चाहिँ म लगाउँछु। अनि त्यहाँदेखि जाने हो साथीकोमा। हेर्दै रहनु होला हाम्रो मेरो भिडियो कस्तो हुन्छ, कहाँ जाँदैछु के गर्दैछु हेर्दै रहनु होला है साथीहरू। गाइज आजको मेरो बिहानको रुटिन चाहिँ मैले बिहान उठेँ, फ्रेस भएँ, अनि त्यस पछाडि हातमा धोएर अनि भिडियोहरू गरेँ हल्का। अनि त्यस पछाडि म चाहिँ आज के गर्दैछु भनेर हजुरहरूलाई जानकारी गराएँ। अनि त्यस पछाडि म चाहिँ अहिले दोकानमा आइसकेको छु। अनि अब दोकानबाट चाहिँ म हेयर कलर गर्नको लागि चाहिँ बहिनीको ठाउँमा जान्छु। त्यो पनि हजुरहरूलाई देखाउँछु। अनि मेरो कलर लुक्स कस्तो हुँदो रहेछ होइन, त्यो पनि देखाउँछु हजुरहरूलाई। अन्तिमसम्म हेर्नु होला। हजुरहरूलाई म आज भरेसम्म चाहिँ के गर्छु, कहाँ जान्छु, के भनेर चाहिँ हजुरहरूलाई देखाउँछु है साथीहरू। बाहिरको डिस्टर्बले चाहिँ यहाँनिर एकदमै डिस्टर्ब हुन्छ नि त बाटोको छेउमा। अनि डिस्टर्ब भएर चाहिँ मैले भिडियोहरू गर्न पनि पाउँदिनँ, कस्तो डिस्टर्ब आउँछ। अनि त्यो पनि बाटोहरू देखाएको हुन्छ मान्छेहरू, आफूलाई पनि लाज लाग्छ क्या साथीहरू। सो आजको भिडियो चाहिँ हेर्दै रहनु होला। मान्छेहरू हेर्दै हिँड्छन् क्या साथीहरू, बाटो छ नि त यहाँनिर बाटो छ। अनि मान्छेहरू के भन्छ हेर्दै हिँड्दाखेरि मलाई कस्तो अप्ठ्यारो लाग्छ साथीहरू, टेन्सन हुन्छ नि। अब हाम्रो पसल चाहिँ यहीँ छ है साथीहरू, हेर्नु होला है। यो भयो यो छाता चोकमै पर्छ होइन, चोकमै पर्छ यस्तो चाहिँ छ। अनि म चाहिँ यता बसेको हुन्छु, अनि यसरी बसेको हुन्छु। मान्छेहरूले हेर्दै बाटोमा अलिक अप्ठ्यारो महसुस हुन्छ, हड लाग्छ। अहिले चाहिँ मेरो हस्बेन्ड खाना खान जानुभएको छ, त्यही भएर म चाहिँ बसिरहेको छु पालो दिएर। हेर्दै रहनु होला लास्टसम्म मेरो भिडियो। 0.6 को क्यामेराबाट मैले भिडियो गर्दैछु है, फर्स्ट टाइम यहाँ हेर्नु होला। मेरो साथीको घरमा चाहिँ मेरो साथी घर पैसा हुँदैछ। अनि हामी चाहिँ हजुरहरूलाई नि सामान चाहियो भने यो के माड अरे बहिनी हाल्दा त हुन्छ नि, केही नि हुँदैन नि। एसएन मार्टमा आउनु होला, हामी पनि फर्स्ट टाइम आएको छौँ। जस यहाँ सस्तो सुलभ राम्रो सामानहरू पाउँछ, डिस्काउन्ट गरेर दिनुहुन्छ। अनि मैले चाहिँ सामानहरू किनिसकेँ गाइज। देख्न सक्नुहुन्छ धेरै सामानहरू पाउँछ हाम्रोमा। मैले छिराएको है, मलाई भिडियो गर यार, म नराम्रो भयो भने चाहिँ राम्रै देखाउन खोज्छु नि त म। सो हजुरहरूले पनि कसैको नयाँ घर पैसा गरिराख्नु भएको छ भने, बोलाउनु भएको छ भने चाहिँ यस्तो घरमा चाहिने सानो सामानहरू चाहिँ लगिदिनु भयो भने उहाँहरूलाई नै उपयोगी हुनेछ। अनि प्लस आफूलाई पनि जाँदाको लागि यसो हातको स्वभाव हुन्छ नि साथीहरू। अघि मैले भनेको थिएँ म एक ठाउँ जाँदैछु भनेर, जुन ठाउँ चाहिँ भरे मात्रै देखाउँछु, त्यो ठाउँको लागि तयारी हुँदैछ है। सानो मेरो गिफ्टहरू
नहुने मिल्दै नमिल्ने सामान पनि गिफ्ट यस्तो दामी गरेर प्याक गर्नुभएको छ यहाँ बहिनीले। यो बहिनीको कलालाई चाहिँ सम्मान गर्नै पर्छ। हजुरहरूले एक लाइक गरिहाल्नु होला, तत्काल शेयर सब्सक्राइब पनि गरिहाल्नु होला। यो मिल्दैन थियो क्या, कहीँ कतैबाट नमिल्ने टाइपको सामानलाई पनि प्याक गरेर यति राम्रो बनाउनु भएको छ, देख्न सक्नुहुन्छ साथीहरू। हजुरहरूलाई चाहिँ आजको यस्तो राम्रो कला भएको मान्छेलाई देखाएको छु। पक्कै पनि हामीलाई चाहिँ सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। यति राम्रो मान्छेलाई देखाउँदा चाहिँ कस्तो भयो होला साथी, यति राम्रो माटमा। ल सो हामी चाहिँ गयौँ। मैले कलर गरेँ है साथीहरू, हेर्नु होला। अघि भनेको थिएँ नि मैले कलर गर्नुपर्ने छ भनेर। बहिनीकोमा गएर कलर गर्छु भनेको थिएँ, तर म यता साथीकोमा चाहिँ आएँ। बहिनी त बहिनी नै हो, तर साथी बहिनी हो। अघि चाहिँ मेरो आफ्नै बहिनीकोमा जान खोज्दै थिएँ होइन। अहिले चाहिँ यहाँ साथी बहिनी बेस्ट फ्रेन्डकोमा आएको छु। उसले कस्तो कलर लगाइदिन्छ हेर्नु होला। ऊ पार्लर वाल्ने हो नि, फेरि ब्युटिसियन नि, पार्लर वाल्ने त नभनौँ, ब्युटिसियन। अनि उसँग चाहिँ 10 वर्षको अनुभव पनि छ। हजुरहरूले सम्पर्क गर्नु होला। पार्लर सम्बन्धी केही काम गर्नु परेमा उहाँलाई सम्पर्क गर्नु होला, मलाई सम्पर्क गर्नु होला, उहाँलाई भन्छु म। गाइज हामी चाहिँ ठिक परेर हिँड्यौँ। मेरो आजको मेकअप हेर्नु होला यस्तो छ, राम्रै भएर हिँडेको छु। ऊ एकदम ब्युटी पार्लरको मान्छे हो होइन। 10 वर्षको अनुभव भएर के अन्त म गरेछु। उसले मेकअप गर्न अल्छी गरेँ अनि मैले चाहिँ राम्रो भएँ। आज त्यति ठुलो प्लानिङ चाहिँ थिएन नि त। अब प्लानिङ नभए पनि रेडी भएर चाहिँ अब आज चाहिँ जाने भइएको छ साथीकोतिर। हेर्दै रहनु होला है साथीहरू। हाम्रो बुढाबुढी चाहिँ यस्तो भएको छ नि, गाईको बुढाबुढी। यहाँ चाहिँ मेरो पुन्टिङ म यहाँ आइ पो भन्छु नि मेरो यहाँ आमा छोरी कस्ता राम्रो गराइन झन्। किन को पन्तेर बोकेर आऊ सानोहरू। दिवा सानामा फोटो खिचिदिन्छु ल। आऊ दिप्सा यहाँ फोटो खिचिदिन्छु, यहाँ बुढीसँग आऊ। यो दिप्सा त मान्न छोडेछ भाइ। गाइस हेर्दै रहनु होला। भिडियो त गर्न पाइँदैन होला लाजले होइन। ओ साथी छिटो आऊ। हो कताबाट जाने हो र? आज मेरो कलरको लुक चाहिँ यस्तो भएको छ साथीहरू, हेर्नु होला। हिँड्ने बेलामा के पुग्दैन है। अब त्यही आजमा मेरो छ ल त मोजा सुधा लगाइदिनँ हौ मैले। मोजा लगाइदिएको अल्टरै देखिन्छ यस्तोमा, हेर न। उसलाई त राम्रो देख्छ त। त्यो 100 को 3टा ल्यायो भने तिमीले? तीन जोर हेर खुसी भयो। गाइस हामी गयौँ साथीकोमा, हेर्दै रहनु होला। म चाहिँ ड्राइभिङ पनि अनि त्यहाँदेखि फाइनल्ली हामी आइसक्यौँ है गाइस। सरिता चाहिँ यस्तो भइसक्नु भएको रहेछ। ए घरको सिँगार गर्दा मान्छे घर सिँगार गरेपछि त अधेर आयो। तर म त कति कालो पो भएको छु त अलिअलि पो त। साथीहरू हामी यहाँ पुग्दा चाहिँ अँध्यारो भइसकेको थियो नि त। फोटो भिडियो पनि राम्ररी खिच्न पाएँ होइन, मजाले उज्यालोमा। हेर त भिडियो भइसक्यो, भिडियो नै गरेको। बेइज्जत गर्दिन हौ छोरीले फेरि यता।
है अहिले चाहिँ राम्रो आयो नि है सबैभन्दा पहिला त हामीले खानेकुरा नै पायौँ त्यहाँ पुग्ने बित्तिकै किनभने हामी अलिक ढिला नै पुगेको थियौँ नि त त्यही भएर त्यहाँ खानेकुराको माहौल चलिरहेको रहेछ अनि खानेकुरा खान पायौँ थ्याङ्क यू सो मच हामीलाई यति राम्रो घर बनाएर इन्भाइट गरेकोमा धेरै धेरै धन्यवाद हामीले चाहिँ घर पूजा नै होला भनेर सोचेको थियौँ तर यहाँ त घरको पार्टी रहेछ घर बनाएर चाहिँ पार्टी दिनुभएको मैले चाहिँ खाइपिसकेपछि घरमा सबैभन्दा पहिला घर नै हेर्न मन लाग्यो किनभने यति राम्रो सुन्दर घर छ नि त धरानमा पहिलो पटक चाहिँ हाम्रो पनि कोही साथी आफन्तले बनाउँदै हुनुहुन्छ भने उहाँ नै हो सबैभन्दा पहिला दामी राम्रो घर धरानमै बनाउनु भएको त्यही भएर म चाहिँ सबैभन्दा पहिला घर नै हेर्न मन लाग्यो र घरमा प्रवेश गरे साथीहरू यो चाहिँ सिटिङ रुम रहेको छ पहिलो तलामा कस्तो दामी होइन अनि यो टोयलेट बाथरुम भइहाल्यो यहाँनिर चाहिँ होइन टोयलेट बाथरुम कस्तो दामी बनाउनु भएको छ भने यतापट्टि लागेको छैन भने हामी सानी हामी चाहिँ यहाँ हेर्न जाँदैछौँ क्या दामी छ हजुर यता हो त अघि मैले हेरेको थिएँ नि त त्यस्तै हो कि यो अलरेडी सिटिङ रुम रहेछ यहाँ जाउँ न माथि हिँड सानी म फोटो खिच्दैछु अम्मा है कस्तो दामी देखा भेन्टिलेसन पनि सिसा लगाएको थियो अस्ति नै कस्तो दामी है यति भएछ तिमी ओइ माथि रहेछ नि त किचन त नि आज धारा रहेछ है साथीहरू यस्तै छ हाम्रो त यस्तो चाहिँ छ ए यो स्टाइल त कस्तो राम्रो हो है यो त पछि निकालेको स्टाइल हो नि होइन पूजा ओइ पस्न हुन्थ्यो कि हुँदैन थियो भगवान् परेर केही नलाएको चाहिँ मलाई ओइ दामी के यो फ्रिज राख्ने ठाउँ रहेछ यो घरको चाहिँ प्रत्येक कोठाहरू प्रत्येक स्पेस चाहिँ हामीले नछोडी नै हेरेर आयौँ यति मन पर्यो यति राम्रो छ है जिन्दगीमा फर्स्ट टाइम नै होला यति राम्रो घरमा पसेर चाहिँ यसरी भिडियो गर्न पाएको अनि यहाँनिर चाहिँ हामी अब फर्किँदैछौँ साथीहरू यति राम्रो छ नि हजुरहरू पनि हुन त हजुरहरू कतिजनाहरू यस्तै घरमा बस्नु भएको होला तर हामी चाहिँ टिक्न पाएको पनि फर्स्ट टाइम नै भन्नुपर्छ है साथीहरू यसरी भिडियो गर्दै गर्दै होइन तलदेखि माथिसम्म माथिदेखि तलसम्म यसरी भिडियो गर्न पाइयो अनि यहाँ चाहिँ हामी हल्का नाचियो त्यस पछाडि घरतिर लागिन्छ साथीहरू आजको यो कार्यक्रमलाई यहीँ समाप्त गर्दै अनि म पनि खत्रै नाच्छु भनेर चाहिँ म भन्दिनँ मैले चाहिँ ठिकै नाचेको छु क्या साथीहरू अनि मलाई आउँदैन नि त नाच्न अब सानोमा त मजाले नाचिन्थ्यो त्यहाँ पनि अहिले मेरो चाहिँ धेरै वेटहरू बढेको कारणले झन् केही लागेको खाएको नाचेकै सुहाउँदैन अरू बेला त हल्लीको मात्रै भए पनि सुहाउँथ्यो अहिले त त्यो पनि छैन साथीहरू त्यही भएर
अब यो घर बनाउनु हुने उहाँहरूलाई सरिताहरूलाई चाहिँ धेरै धेरै धन्यवाद भन्दै आजको भिडियो चाहिँ यहीँ अन्त्य गर्छु। हेरेर जति पनि मलाई साथ सपोर्ट गरिराख्नु भएको छ तपाईँहरू सबैलाई धन्यवाद। बाई, सी यू।